सम्पूर्ण मित्रहरूलाई हार्दिक नमस्कार छ। मित्रहरू, श्रमदाताहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु, जो जतिले गरिब दुखी सुकुम्बासी अव्यवस्थित बसोबासीहरूको पक्षमा उभि दिनुभएको छ, हिँडिदिनु भएको छ, बोलिदिनु भएको छ। गरिब दुखीको पक्षमा बोल्नु नै हाम्रो श्रम संस्कृतिको सार हो। हामी जो निम्न वर्गका छन् ती निम्न वर्गकाहरूलाई हामी सहयोग गर्छौं। बोल्न नसक्नेको लागि बोलिदिनुपर्छ, हिँड्न नसक्नेलाई हामीले चाहिँ बोकेर 2-4 कदम भए पनि अगाडि बढाउन सक्नुपर्छ, लडेकालाई उठाउनुपर्छ। यहाँहरू सबैजनालाई म हार्दिक सलाम गर्न चाहन्छु। श्रमदाता हो तिमी हौ यो देश बनाउने, श्रमदाता हो तिमी नै हौ यो देश बचाउने। तपाईले देश बनाउनुपर्छ, बचाउनुपर्छ। अब ढुङ्गा बोक्ने श्रमदाताले यो देशको मुद्दा पनि बोक्नुपर्छ, न्यायको मुद्दा पनि बोक्नुपर्छ। ढुङ्गा मात्रै बोकेर देशको तपाईको चाहिँ भौतिक निर्माण मात्रै गरेर हुँदैन। यहाँका कानुनी कुराहरू छन्, यहाँका चाहिँ व्यवस्थागत कुराहरू छन्, यहाँका सामाजिक सांस्कृतिक आर्थिकदेखि लिएर सबै खालका चाहिँ देशका मुद्दाहरू छन्। ती मुद्दाहरूलाई पनि अब क्रमशः श्रमदाताहरूले बोक्नुपर्छ। त्यो हो श्रम संस्कृति। र श्रम संस्कृतिमा आबद्ध हुनुहुने सम्पूर्णलाई हार्दिक सम्मान गर्न चाहन्छु म। हामीले गरिब दुखीको पक्षमा बोल्दाखेरि गाली खानुपर्छ। यस, त्यो सही हो। गाली खाइदिउँ, केही छैन, हैन। गरिब दुखीको पक्षमा बोल्दाखेरि गाली कसैले गर्छन् भने, हैन, दुखी गरिबलाई पेल्नु हुँदैन, ठेल्नु हुँदैन, बेघर बनाउनु हुँदैन। उनीहरूलाई चाहिँ उनीहरूको घाँसपास कपासको अधिकार सुनिश्चित गराउनुपर्छ। खोज्नु हुँदैन, घाँसपास कपास खोज्नु हुँदैन। गरिबलाई पेल्नु नै पाप गर्नु हो, त्यो पाप कर्म गर्नु हुँदैन भन्दाखेरि कोही कसैले तपाईको चाहिँ तपाईलाई गाली गर्छ भने त्यसलाई आशिष सम्झनुस् है। तपाईलाई त्यो फटा र त्यो फटाको तपाईको चाहिँ समर्थकले दुष्टलाई तपाईको चाहिँ हैन समर्थन गर्ने फटाहरूले तपाईलाई गाली गर्छ, तर त्यो गरिब दुखीको आत्माले तपाईलाई तपाईको चाहिँ आशिष दिइराखेको हुन्छ। त्यसो भएको कारणले गर्दाखेरि एकजना गरिब रुइराखेको छ भने त्यो गरिबको पक्षमा उभिनुस्, बोल्नुस् है। तपाईलाई एकजना गरिब रुइराखेको पीडित गरिबको पक्षमा बोल्दाखेरि 1000 जनाले गाली गर्छ भने पनि गरोस्, केही छैन। ती 1000 जनाले गाली गरेको गाली भनेको फास्सा फुस्सा केही पनि हुँदैन। तर तपाईलाई त्यो एकजना गरिब दुखी जसको पक्षमा तपाई बोलिराख्नु भएको छ उसको आत्माले दिएको आशिष तपाईलाई चाहिँ फलिफाप हुनेछ। म यहाँहरु सबैजनालाई त्यो कुरा भन्न चाहन्छु। र सम्पूर्ण श्रम संस्कृतिमा आबद्ध श्रमदाताजीहरूलाई मेरो हार्दिक अनुरोध छ। तपाई हामी अब सबै मिलेर यो देशलाई सुधारको बाटोमा, सुख शान्तिको बाटोमा, हैन, पौरखको बाटोमा, भ्रम हैन, श्रमको बाटोमा, समृद्धिको बाटोमा अगाडि बढाउनुपर्छ। एकले अर्कालाई सहयोग गरेर सद्भाव कायम गरेर हामी अगाडि बढ्नेछौँ भन्ने म यहाँहरु सबैजनालाई आह्वान गर्न चाहन्छु, आग्रह अनुरोध गर्न चाहन्छु। र यहाँहरु सबैको शुभ रहोस्, हैन। एभ्री डे मस्ट बी बेटर देन यस्टरडे। हिजो भन्दा आज भन्दा भोलि सधैँभरि हामी चाहिँ सुधारको बाटोमा अगाडि बढ्न सकेको हौं। यो कामनाका साथ बिदा हुन्छु। शुभरात्रि, नमस्कार छ। जय माटु, जय देश, जय श्रम संस्कृति।